यो टिफरलाई मैले ओभरटेक गर्न के गर्ने, मैले पास लाइट मागे, मेरो पास लाइट उसले देखेन। त्यस पछाडि मैले डबल प्रेस हर्न लाए, डबल प्रेस हर्न लाएपछि उसले राइट साइडको इन्डिकेटर बाल्दियो। त्यसको मतलब म अगाडि जान सक्छु, ओभरटेक गर्न सक्छु भन्ने कुरा हो र मैले ओभरटेक गरेर अगाडि गएँ। तपाईले देखिरहनु भएको परको टिफरले लेफ्ट इन्डिकेटर बालिरहेछ, त्यसको मतलब ओभरटेक गर्न मिल्दैन भन्ने कुरा हो। किनभने राइट साइडबाट चाहिँ बाइक आइरहेको छ है, उसले फेरि लेफ्ट इन्डिकेटर बाल्दैछ अगाडिको टिफरले, त्यसको मतलब ओभरटेक गर्न मिल्दैन भन्ने कुरा हो। किनभने साइडमा अटो रोकिराखेको छ। अब त अगाडिको टिफरले राइट साइडको इन्डिकेटर बाल्दियो, त्यसको मतलब चाहिँ अब ओभरटेक गरेर हामी अगाडि जान सकिन्छ भन्ने कुरा हो कि। अनि यो गाडीले उसलाई ओभरटेक गरेर गयो र त्यस पछाडि मैले यो सानो गाडीलाई मैले ओभरटेक गर्नको लागि पास लाइटले पास मागे है। उसले इन्डिकेटरले मलाई पास दिएन क्या, बरु त्यो पछाडि बस्ने हैन त्यो केटाले चाहिँ पुरा जा भन्दै हातले मलाई सिग्नल दिइरहेको थियो क्या। अब धेरैजना मान्छेले के भन्छ भने किन चाहिँ इन्डिकेटरले सिग्नल दिइरहनु पर्यो र हैन, किन चाहिँ पास मागिरहनु पर्यो र भन्छ। हामीले के बुझ्नुपर्छ भने पहाडको बाटो अथवा जंगलको बाटो, साङ्गुरो बाटो, घुमौरो बाटोहरूमा हामीले ओभरटेक गर्नको लागि अपोजिट लेनमा जानुपर्छ, अर्को लेनमा जानुपर्छ। अनि अगाडिबाट के आइरहेछ हामीलाई थाहा हुँदैन, अनि ओभरटेक गर्नलाई हामी अपोजिट लेनमा जाँदाखेरि हाम्रो एक्सिडेन्ट हुन्छ है, अगाडिको बाटो हामीले देखिँदैन। त्यो भएर अगाडिको गाडीले जब हामीलाई पास दिन्छ त्यस पछाडि हामी अगाडि जान सकिन्छ र त्यसले चाहिँ हामीलाई धेरै ठुलो सपोर्ट पुग्छ के। तर यो कुरा मैले अगाडिको भिडियोमा बुझाउन खोजेको, आम्मामा गोबरहरू के त्यो गोबर जानेको केही छैन, बुरुक उफ्रिरहेको थियो क्या। एउटा ट्राफिकले के गरेको रहेछ भने त्यो वान वेको बाटोको 3 लेनको हैन ओभरटेकको रुल्स सिकाएको रहेछ क्या। वान वेको बाटो हो भने एकतर्फी मात्रै गाडी कुद्ने बाटो, अनि 3 लेनको बाटो हो भने त्यसमा चाहिँ ओभरटेक गर्दा हामीले सुरुमा राइट साइडको इन्डिकेटर बाल्नुपर्छ, त्यस पछाडि लेफ्ट साइडको इन्डिकेटर बाल्नुपर्छ। यो वान वेको बाटो बारेमा मैले अलिकति सिकाएको थिएँ। तर वान वेको 2 लेनकोमा फेरि फरक हुन्छ, वान वेको 3 लेनमा फरक हुन्छ, 4 लेनमा फरक हुन्छ। त्यस पछाडि तपाईको 2 वेको बाटो डबल लेनमा फरक हुन्छ, 2 वेको बाटो 4 लेनमा फरक हुन्छ है। अनि पहाडको बाटो हैन घुमौरो बाटोहरूको नियम फरक हुन्छ, अनि तपाईको सिंगल लेनको बाटोमा फरक हुन्छ। सबै नियमहरू फरक हुन्छ क्या। बिचराहरूले त्यो वान वेको हैन त्यो 3 लेनको एउटा बाटोको त्यो ट्राफिकले सिकाएको रहेछ, बुरुक उफ्रिँदै त्यो ट्राफिक पनि के। म चाहिँ के भन्छु भने मैले चाहिँ हैन के गर्ने, यो कानुनहरू बनाउन पाउने भए त्यो ट्राफिकलाई पनि बिचरा त्यसलाई के थाहा। एउटा कुरा चाहिँ के बुझ्नुपर्छ भने जुन मान्छे खोलामा पसेको छैन त्यसले पौडी खेल्न सिकाएर हुन्छ। ट्राफिकले त्यो ट्राफिकले सिकाउने हो जसले पूर्वदेखि पश्चिमसम्म पहिला गाडी कुदाएर पास होस्, त्यस पछाडि उसले रुल सिकाउने हो क्या, कहाँ के हुन्छ कस्तो हुन्छ त्यसले पनि त्यो क्लियर गरिदिनु पर्छ नि त कुरा। उसले 3 लेनको हैन वान वेको 3 लेनको रुल सिकाइरहेछ, बिचरा गोबरहरू यिनीहरू मर्छ क्या। यस्तो बुरुक रङ सिकाए यिनीहरू मर्छ क्या। यस्तो मान्छेहरू मर्छ, यिनीहरू धेरै बाँच्दैनन् नि यस्तो मान्छेहरू। जंगलको बाटो, साङ्गुरो बाटो हैन पहाडको घुमौरो बाटोको रुल नै बेग्लै हुन्छ, सबै ठाउँको रुल बेग्ला हुन्छ। अनि यिनीहरू मर्दैन त मरिहाल्छ नि। तपाईहरु जति उफ्रिनु के, तपाईलाई चित्त बुझेन भने के गर्नु भने तपाईको टाउकोले गएर हलै जोते पनि हुन्छ। तर तपाईले गर्न सक्ने भनेको एउटै मात्रै, आफू पनि मर्ने अरूलाई पनि मार्ने। त्यही भएर उहिलेको बुढापाकाले भन्छ कि भनेको मान्नु कि खोइ के खानु के जान्नु हैन, त्यो चाहिँ आफै बुझ्नु। जतिजनाले सिक्नुहुन्छ तपाईहरुलाई फाइदा छ, नसिक्नेहरुलाई चाहिँ अब पछाडि यमराजले सिकाउँछ।